पास्ता ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला। हेलो एभ्रिवान, वेलकम ब्याक टु युट्युब च्यानल। अनि तपाईँहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदम सन्चै छु, आशा छ तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। सो आजको मेरो न्यू भिडियोमा तपाईँहरू एकदम स्वागत छ, मुकबाङ भिडियोमा एकदम स्वागत छ। सो आज चाहिँ हामीले यहाँ मुकबाङ भिडियो लिएर आएका छौँ होइन फेरि। एन्ड हाम्रो चाहिँ यो कस्तो म्यानेज पनि गरिसक्यो, क्यामेरा क्वालिटी पनि क्यामेरा क्वालिटी पनि एकदम लो छैन हाम्रो चाहिँ। अनि यो यहाँ बोलेको ट्यासमा पनि सुन्नु। अनि यो हुन्छ नि म्यानेज गर्न पनि सकेन कि हामीले अलिकति लाइक अरूले गर्छ नि त्यसरी हामी म्यानेज गर्न सकेन। बट डोन्ट माइन्ड, अब जसरी म्यानेज गर्न सक्छौँ त्यसरी नै म्यानेज गरेछौँ। बट स्टिल इन होइन। अनि हामीसँग चाहिँ चाउचाउ, गजरको पिरो, अनि समोसा, अनि त्यसपछि आलुचप, अनि पानीपुरीको झोल, अनि आइठी, अनि प्राउन अनि यो पास्ता, अनि यो त्यही त्यसको के भन्छ पानीपुरीको आलु। ओके, सो एभ्रिवान अब हामी स्टार्ट गर्नेवाला छौँ। चार बजी थियो, अहिले बेलुका भइसक्यो। अहिलेसम्म काम गरेको थियौँ साथीहरू हामी चाहिँ। ज्यादा बेलुका पऱ्यो यार खानालाई। उयो कस्तो ड्रेसेस देखेर पकौडा मिठो भयो। आलुचप नन्न भएर नन्न भएर तो पता ही है। समोसा फिर भयो यार। उसलाई समोसा धेरै मन पर्छ, द्यास त उसले चाहिँ दुईवटा समोसा लिएर खाएर मैले एउटा है। हामी चाहिँ धेरै सामान लिएछ कि ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला। आलुचपले त पेट नै भर्छ है। मेरो पेटै भर्छ हो। भोकलाई बेला खायो भने चाहिँ पेटै भरिसक्छ यो सर। अनि त्यसले खानेकुरा खानु बाँकी छ। पानीमा खानु उसले कति साह्रो पेट भएर हो मेरो। हामीले हात दर्शाउन साथीहरू चेयर्स गर्नुपर्छ नानी। कस्तो हेरेर चलाउनुपर्छ क्या फेरि कतिको रिसेन्ट भयो। चेयर्स आलु स्पेसल बनाएँ और मिट बनाएँ। मसानो बाटिन्छ। मलाई चाहिँ पिरबार चाहियो कि यार। गोली त्यो खोर्सानीबाट भेटेन त, खोर्सानी भेटेन मलाई राख्छ ल। फर्स्ट मालिक जिक्रिएर फेरि के भन्ने हो र।
मेरो अहिलेको साथीहरू अलिक कम खाने बानी बसिसकेको छ क्या पहिला भन्दा अलिक कम खान्छु म अहिलेतिर अब म सबै खान्छु होला म सब पिरो हालेँ त्यो पेटहरू खानु अब पेटहरू सर पिरोले धेरै पानी खाने नि पानी खाएपछि पेट नि भर्छ मेरो पेट बस्छु सबै हालेँ कस्तो पिरो लाग्यो मलाई त मेरो पेट बढ्थ्यो लास्ट भिडियो यस्तो मिठो भएको थियो सबै साथीहरू हामीले होइन बनायौँ अनि बेसी बनाएपछि हामीले अलिअलि चाखेर मात्र राख्यौँ कि चाहन्थेँ राम्रोसँग त भिडियो लाइभ भनेर अनि अझ मलाई पेट बस्यो मलाई समोसा खान सक्नु जस्तो मटन पेट बस्यो ठिक पालो लास्टमा अब त्यो गुलियो पेट भएर आयो मैले आलुचप खाएँ धेरै पेट भरिहाल्यो मेरो आलुचप जे खाएपछि नि पेट त भइहाल्छ नि यसमा आलु खान्न बिर्स्यो यसलाई के भन्छ अरे ब्राउनको पालो फ्लेक्स हाल्नु कोही कोही मान्छेले त फुडलाई इन्जोय पनि गर्दो रहेछ लाइक हामीले खान्छौँ नि म खाना लाइक खाना मन लाग्यो भने खान्छौँ लाइक मैले एकचोटि यो पनि सुनेको कि फुड इन्जोय गरेर पनि खान्छ कस्तो टाइपको के पर्यो अनि फेरि कसैले बोल्न हुँदैन भन्ने बरु नबोल्नु के अरे आदि गरेर राखेको छ लाइक मैले यो खुर्सानी नि भेटेन क्या मलाई खुर्सानी चाहियो भेट्यो ओह भेट्यो दिनु नि पनि मेरो माछा छ
म खोर्सानी चाहिँ किन्नुपर्छ खोर्सानी भएन भने अपुरो हुन्छ यार खानेकुराहरू जुन पनि ए हो नि हामीले पानीपुरीहरू बल्ल बनायो पानीपुरीहरू बल्ल बनायो है मेरो चाहिँ यसरी घरमा बनाएर खाएको फर्स्ट टाइम एन्ड त्यो झोल त्यति मिठो भएन बट ठिकैको छ लाइक यार मुखबाङहरूले कसरी खान सक्छन् भन्दा क्या पिरो आयो मुखमा मलाई अझै पिरो देऊ ल अलिक फराकिलो भाँडामा राख्नुपर्ने रहेछ तर फराकिलो भाँडामा यति राख्दाखेरि त राम्रोसँग देखिएको छ नि त्यो क्यामेरामा त्यही भएर फराकिलो भाँडा राखेन मैले पास्ता हामीले चाखेर मैले अघि त राम्रोसँग खाएन मैले खाइदियो अरू खाएको भाइ मैले मिठो भयो पास्ता सबभन्दा मिठो भएको चाहिँ आलुचप हो एकदम मिठो है धेरै आलु हालिदिने एउटा पानीपुरी खानेको ट्रिक सिकाउँछु पानीपुरीको पुरी पानी खाने दिदीले पहिला म होइन दबा खान्थेँ भने मैले अलिक किनभने रुच्दैन म कम खान्छु पहिलाभन्दा तर पनि आजभोलि त खाएर मेरो पेट अघि नै भरेको तर पनि खाएर छु एउटा बाहिर कुठा खाएर मन रहेछ हेर हामी ओ माई गड तिमी पानीपुरी खाएन ए पुरी ए यसले पानीपुरी भन्छ आलुचप भन्छ हौ खाने के लाग्छ यो सँगै त धेरै मिठो हुन्छ यसो गरेर खाऊ न खाऊ उसले खाना पखाना समस्या मिठो खानु भन्छ खाऊ न खाऊ खान्छ त युट्युबमा म यस्तो खत्तम भिडियो हाल्नु त कोही छैन होला बट क्यामेरा क्वालिटी राम्रो भयो भने चाहिँ सबै राम्रो हुन्छ क्यामेरा क्वालिटी राम्रो छैन क्या म चाहिँ एकजना मबाट मात्रै होइन म सबैजनाको मबाट हुन्छ जस्तै हजुरबा हजुरआमा मम्मी जस्ट लाइक त्यसको मल पाएको थियो त्यति बेला बनाउँछ अनि व्रतलाई मनाएर एडिट गरेर हाल्छु कि त्यही भएर क्यामेरा क्वालिटी कुनैमा कुन हुन्छ कुनैमा कस्तो हुन्छ कुनैमा कस्तो साह्रो सानो साह्रो खाल सानो चाहिँ नफुलेर हो मिठो अहिले मिठो होइन तितो खा तितो हेरपेर सोधिरहेको छ धेरै त्यही भएर मैले त्यस्तै रिप्लाई दिएको हेरपेर सोधिरहेको थिएन त्यही भएर त्यस्तो रिप्लाई होइन किन भयो मैले खाएँ भने गुलिया हो
सेन्टिमिटरमा हात खायो भने त मान्छेहरू दङ्ग पर्छ। अरूलाई के भएको भने यो फुडहरूमा चाहिँ रेस किन्यो भने चाहिँ फुच्ची चाहिँ क्या फुच्ची नि नानी सानसानो मात्रै पाइछ हौ। अन्त भने सानो ट्राई गर्छु ल। त्यो हँसाएर भन्दा ओइ कति साह्रो है लास्ट साह्रो। म त तिमीले दिएको अहिले फेरि कपिराइटको शिकार गर्नुपर्छ गीत गायो भने हो। ए होइन होइन गीत त्यो राख्यो भने मात्र। चपाउने गाह्रो भयो क्या मेरो पेट नि भइरह्यो धेरै खानुहुन्न नि हामी त धेरै खानु छोडिन्छ यार। पास्ता चोखै छ यार चोखै भयो भने धेरै खानै होइन मान्छेले पास्ता नबनाउनु भनेको थियो तपाईँ मैले बनाएको। मेरो त आज पनि राम्रोसँग खाएन। तर मैले खाजा खाएको थिएँ नि त। मैले खाजा खाएको थिइनँ तर मेरो पेट बस्न। नखाऊ ल्याइदिएर देऊ देऊ क्या म चोख्या आया मैले मिसायो क्या अहिले त्यो भयो। अरू खाने बित्तिकै पेट भर्छ फिल हुन्छ नि यो खायो भने फिल हुनु मलाई हाल भइराखेन त्यही भएर। सबै पऱ्यो मन त दुईटा समोसा खाइसु यार बिचरा एउटै किनेको थियो त्यो पनि खान सकेन। म नकिने भन्नु होला नकाम छ नकिनेकै भयो हुन्छ खानु छैन मैले खाइदिएँ पनि मलाई मन पर्थ्यो नि त अनि क्रेभिङ पनि भइरहेको थियो। मलाई क्रेभिङ चाहिँ केही पनि भएन ए चाउचाउ अनि त्यसपछि क्रेभिङ चाउचाउ त हिजो चाहिँ खाएको थियो तर चाउचाउ अनि समोसा मात्र हो। वाट अबाउट पानीपुरी त्यो साह्रो क्रेभिङ भएको थिएन मलाई मन त आइडिया थियो हो यो पनि बिहान खाऊँ भन्दा हुन्छ भने कस्तो काठमाडौँ बनाएको छैन प्रियङ्का हामी बनाएर खानुपर्छ ल प्रियङ्का र जेनिसा नाटकी म साँच्चै भने खानु मन लाग्यो मलाई खाने मन तर पानीपुरी चाहिँ हाम्रो फर्स्ट टाइम भएर त्यति मिठो भएन लाइक ठिकै भयो। फर्स्ट टाइम होइन है यो मेरो चाहिँ हो ऊ त्यो रानीको चाहिँ होइन रानीज्यूको मैले त रानी रानी आज बिहान रानी र रानी रानी र रानी भन्नु
फर्स्ट वाइट रह्यो फेरि फर्स्ट बाइट और सेकेन्ड में चाहिँ फर्स्ट बाइट लाउने यताबाट लियो मैले पर्पल पनि देऊ दिनु याद नहीं मेरे को है खाना वाला जैसे है कैसे खाना खाना इसको तो भित्र जान्छ भित्र कस्तो दामी छ नि अब भित्र हावा भित्र त दामी हो क्या अनि आजको यस्तो यस्तो काट्दै गर्नु आथा मेरो गाउँ भित्रको त बयान गर्न सकिने कुरा आथा अहिलेको इन्कम्प्लिट के भएन छोरीले लाइक आथा कस्तो साँच्चै हो नि ओए भाइ अहिले फेरि नामले चाहिँ मेरो आइटी चढ्न खोजेको एउटा केटीले अवस्था मस्कुराला बाई बाई उसले अर्को भिडियोमा धेरै बाई भनेको थियो नि स्केटिङवालामा घरे आफूले भन्छ बिचरा कतै लडाइ थियो लडेर आज बिहानदेखि मात्र कति चन्ची भास्तो खेलेर अब यो भिडियो पनि कहिले पर्छ आई डोन्ट नो है कहिले पर्छ हुन्छ बिहान आज बेलुका त खानु पर्छ नि त उसलाई एकजना कसले हो खाना नमगाएर यति खेलेर खाएर यति खेलेर पनि यो मिठो भएर छ मिठो लाग्यो खाउँ न काठमाडौँ आमाले बनाएको भाइ होइन मिसु आमा पास्ता बनायो पनि मिठो भयो मलाई मिठो लाग्यो आमाले जस्तो त बनाउँदैन अलिअलि त्यस्तै आयो यार त ठ्याक्कै आइदियो भने म आमाले बनाएको जस्तै कोले हेर्ने हो काठमाडौँमा यो प्रियङ्काले खोल्छ अनि सबैजना हेर्नुपर्छ प्रियङ्का केटी प्रियङ्का हाँसेर आएर भिडियो हेर्दै थिएँ ए हेर्दै भयो भर्खर हाँसिरहेको मेरो मटर हान्छ दुवै सबैबाट फुटा खायो यार नै काठमाडौँमा गोलगप्पा खान मन लाग्छ तर यता चाहिँ पानीपुरी खान मन लाग्दैन राति मात्र गर्ने हो काम म तिमीलाई एउटा डिल दिन्छु है त म यो समोसा त यो हालिदिन्छु खानुपर्छ है त चाखमै त त्यो त पाकेको बेला हो अनि पाकेको बेला त भयो इ आथा ल सर पिठी खाएर फुच्ची ल उही दुईटा ठाउँमा कोवा त्यो भन्छ त्यसमा हालेँ फेरि ल यहाँ गरे म खान्छु म खानिन्छु ल मिठो ओ यसको भित्र कस्तो देखे खानु यस्तो गर्छ कि यो त ओ यो समोसा साँच्चै नमिठो हुन्छ भने मलाई मिठो लाग्यो मैले दुईवटा समोसा एकैचोटि एकछिनमै खाएँ
तिम्रो त केही बाँकी रहेर खाने चिज नै होइन यस्तो अलिकति राम्रो राम्रो सजाएर राख्नु होइन सबै राख्न किने फेरि हामी अघि खाना मलाई अहिले खाइरहेको खिचडी हाम्रो ल्याङ्ग्वेज यस्तै हुन्छ है एकअर्कासँगै हुँदाखेरि चाहिँ क्यामेरा क्वालिटीले मारेर हेरेर त म्यानेजमेन्ट नि हेर न फेरि हामी सेर बगाएर जाँदाखेरि चाहिँ यो अर्थी चाहिँ जहिले डेली नै हो है अनि यसरी होममेड हो क्या यसरी होममेड है समोसा सबै होममेडै हो अनि अहिले मतलब यो होममेडमा बनाऊ होममेड बनाऊ अनि होममेड भने अरूले चाहिँ के बुझ्छ त नि कस्तो गर्छ यो झन् प्योर हो यो झन् प्योर हामी 10वटा कागती हाल्यो होला त्यो पनि त्यति मिठो त्यो अमिल भएन है लाइक पास्ता खानु होइन अघि पनि खाइसक्यो I think I'm done now. मैले खानु अर्को पो खानु मन पर्छ मानिन लाग्यो व्याकरणमै हामी खान्छ ट्रायङ्गल सेपमा लभ सेपमा बनाउनु खोज्छ त्यही भएर ट्रायङ्गल सेपमा पनि क्या लभ सेप त्यस्तो भएन लभ सेपमा बनाउनु खोज्यो भने यस्तो हुन्छ क्या यस्तो हुन्छ त्यो त यस्तो वाउ राम्रो भनेर यस्तो अनि यिनीहरूलाई सेप दिन मिल्छ खाएको मजा सोच्नु मलाई थर्टी टू मिनट भइसक्यो होइन हामी सिधै बस्नु जाने नै कसैबाट उठाइल्या मेरो चम्चा तर कुद्यो पकौडा चाहिँ अनटप हो क्या साँच्चै भन्नु पकौडा यो आलुचप तिमी खा क्या अनि उसले चाहिँ खाएर अनि फेरि भर्छ त अनि के खाने र भातै खाएको मैले अहिलेसम्म लास्ट वासमा खानु थालेर तिमी के लास्ट खाने खाएर भिडियो अब ओभर गर्ने यो आलुचप लिएँ खाएर मलाई आएन भोलिको हालत के हुने थाहा छैन माइ गॉड खाएको दिन त के हुन्छ होला ल साथीहरू अब चाहिँ हामी खान सक्दैनौँ
तर खायो भने अब हामीले आजै खान सक्दैनौँ, भोलि खान्छौँ होला। कस्तो साथीहरू अब चाहिँ हामीले मुखबाङ भिडियो इन गर्दैछौँ। लाइक हामीले के अरे सबै खान सकेनौँ, अब खान्छ जस्तो लागेको थियो बट सबै खान सकेनौँ। एन्ड पास्ता चाहिँ एकदम धेरै बाँकी छ, हात्ती बाँकी हो यार, त्यो पनि मैले धेरै खाएको पास्ता चाहिँ। प्राउन पनि बाँकी छ, आलुचप पनि बाँकी छ, समोसा पनि बाँकी छ, पानीपुरी पनि अलिकति बाँकी छ। त्यो बाँकी नराखेको भनेको त्यही के अरे त्यो नुडल मात्रै रहेछ बाँकी नरहेको, त सबै बाँकी ऐठी र नुडल मात्रै बाँकी नरहेको त सबै बाँकी हो। डब्लु छ नुडल फर्स्टमा खाउँदा नुडल त मेरो फेभरेट हो नि त। यस बेबी। अनि चटपटे बट फेभरेट भनेको अबसम्म म यो चाहिँ गर्ने छैन, बट अब चटपटे पानीपुरी खाने कि यो खाने भन्दा चाहिँ म पहिला चटपटे भन्छु अनि नुडल भन्यो त नुडल भन्छु। ओके देन थ्याङ्क यू एभ्रिवान फर वाचिङ दिस मुकबाङ भिडियो। एन्ड यो भिडियो चाहिँ एकदम हाफ भइसकेको छ, भइरहेको छ होइन, भइसकेको छ। You can see the camera quality. Oh my god. तर फुड राम्रो है। फुड चाहिँ कस्तो फुडको चाहिँ एकदम हुन्छ नि, लाइक एकदम रेड देखिरहेको छ भने त्यहाँ राम्रोसँग देखेको छैन, दिस इज कल ब्याड क्वालिटी, नराम्रो क्वालिटीको क्यामेरा। एभ्रिवान अब चाहिँ हामी इन गर्ने बेला छौँ। एन्ड अब यति हामी चाहिँ खान सकेनौँ, माफ गर्नु। अनि पछि हाम्रो यो फुड म्यानेजमेन्ट पनि राम्रोसँग भएको छैन, न अब भोलि पर्सि जस्तै कन्टिन्यू गरेर भने नराम्रो हुन्छ क्या। लाइक अहिले चाहिँ हामी कन्टिन्यू गर्नु चाहिँ मतलब म्यानेज गर्न राम्रोसँग सकेनौँ कि अब भाँडाहरू नै पुरा राखेर गर्नु पर्यो जस्तो भिडियो। हाम्रो यो ब्याकग्राउन्ड भनेपछि यो क्यामेरा क्वालिटी भनेपछि यो म्यानेजमेन्टलाई चाहिँ माइन्ड नगर्नु होला। अब हुने नि त्यति हो, के म्यानेज नगर के माइन्ड नगर्ने हुनु सोच्नु होला। तर साँच्ची कि हामी म्यानेज गर्न सकेनौँ भने के हुन्छ, अब क्यामेरा त उस्तो नि भइहाल्यो। अनि ब्याकग्राउन्ड चाहिँ खराब केही लाग्दैन, बिकज गाउँघरमा चाहिँ ब्याकग्राउन्ड हुने नि यस्तै हो, लाइक बोराहरू छ यस्तै नि हुने। गाउँघरमा ब्याकग्राउन्ड भने ब्याकग्राउन्ड भने चाहिँ यस्तै नै हो। साथीहरू अब थ्याङ्क यू फर वाचिङ दिस भ्लग। अब हामी भोलि पर्सि राम्रो यो अझै राम्रो गर्ने प्रयास गर्छौँ। यो चाहिँ एकदम राम्रै भएको छ, लाइक फुड चाहिँ एकदम राम्रो थियो, बट क्यामेरा लाइक क्यामेरा म्यानेजमेन्ट नै भएन क्या। एन्ड आई विल ट्राई टु मेक बेटर भिडियोज इन coming days. So thank you for watching this vlog. Bye everyone. Thank you for watching this vlog.